नमस्ते दर्शकबिन हजुरहरूलाई आज न्युरोलोजी अङ्क ज्योतिषको बारेमा जानकारी दिँदैछु। यसको लागि हेर्नुहोस्, हामीले तपाईँको डेट अफ बर्थ, तपाईँको गाडी नम्बर, तपाईँको फोन नम्बर हेरेर तपाईँको लाइफ कस्तो छ भनेर हामी भन्छौँ। कसरी भन्छौँ भने धेरैजनाले यो प्रश्न छ, सर तपाईँको डेट अफ बर्थ हेरेर गाडी नम्बर हेरेर कसरी हाम्रो बारेमा तपाईँलाई जानकारी हुन्छ भनेर धेरैजनाले सोधेको छ। मेरो पनि वाट्सएपहरूमा मेसेन्जरमा जुन दिएको नम्बरमा धेरैजनाले क्वेसन गरेछ। एउटा राम्रो इन्जिनियरले राम्रो बिल्डिङ बनाउने मान्छेले ठेक्का लिन्छ 5 तलाको 4 तलाको भने उसले एक एकवटा इँटाको हिसाब गरेर यति लाग्छ, यति तपाईँको लगानी, तपाईँको सम्पत्ति यति लाग्छ, तपाईँको खर्च यति हुन्छ घरमा भनेर उसले ठ्याक्क नाफा क्यालकुलेसन गरेर भनेको हुन्छ। त्यस्तै हामीले पनि तपाईँको डेट अफ बर्थ हेर्दा, तपाईँको गाडी नम्बर हेर्दा, तपाईँको फोन नम्बर हेर्दा तपाईँको बारेमा लगभग हामीले 95% 99% हामीलाई नलेज भइसकेको हुन्छ। अब कसरी हुन्छ यसको म तपाईँलाई उदाहरण दिन्छु। हेर्नुहोस्, हुन त अब डिपली तरिकाले सबैजना तपाईँहरूलाई पनि टाइम लाग्छ, किन आज मैले 20 वर्षको कुरा एकैछिनमा 5 मिनटमा भन्न सक्दिनँ। तर उयो हामीले पढ्दा लास्टमा सारांश लेखेको हुन्छ, त्यो सारांश बुझ्नलाई पनि अलिकति पढ्नु पर्छ। त्यस्तै तपाईँहरूलाई मैले भन्दैछु, जस्तै डेट अफ बर्थ तपाईँको टोटल हिसाब गर्नुहोस्, अनि त्यसमा 1 आउँछ कि 2 आउँछ कि 3 आउँछ कि 4 आउँछ कि 5 आउँछ, 6 आउँछ, 7 आउँछ, 8 आउँछ, 9 आउँछ, तीनटा बाहेक अरू यो 9 आउँदैन। जिरोको कुनै भ्यालु नै हुँदैन जिरोमा, त्यही भएर जिरो हामी धेरै युज पनि गर्छौँ र जिरोको न्युरोलोजी अङ्क ज्योतिषमा कुनै भ्यालु पनि हुँदैन। सम्झिनुहोस्, 1 भनेको सूर्य, 2 भनेको चन्द्रमा, 3 भनेको बृहस्पति, 4 भनेको राहु, 5 भनेको बुध, 6 भनेको शुक्र, 6 भनेको शुक्र, 7 भनेको केतु, 8 भनेको शनि, 9 भनेको मङ्गल। यो 9वटा ग्रहले दुनियाँ खेलाइरहेको हुन्छ। अब तपाईँको यो 9वटा ग्रहमा तपाईँको कुन ग्रह तपाईँको छ, जस्तै तपाईँको कुन चाहिँ मूल्याङ्क भन्छ, ड्राइभिङ भन्छ। जस्तै हामीले नेपाली भन्दा मूल्याङ्क भनौँ, इङ्ग्लिसमा भन्दा ड्राइभिङ भनौँ। अब त्यो 1 आउँदा कुन 1 चाहिँ कसरी आउँछ र 1 आएको के हो भन्ने कुरामा धेरै मान्छेहरूले कुल्तर हुन्छ। जस्तै यो तपाईँको न्युरोलोजी सिक्न सजिलो छ, जस्तै हस्तरेखा, फेस रिडिङ, त्यस्तै न्युरोलोजी। यो न्युरोलोजी सिक्न तपाईँले 10 मिनट 2-3वटा मेरो भिडियो हेर्नु भने लगभग सिकिहाल्नुहुन्छ, त्यति गाह्रो छैन, भन्न सजिलो छ। एकछिन तपाईँलाई काम दिने। अब डिपली तपाईँलाई के गर्दा हुन्छ, के गर्दा हुँदैन, यस्तो रिजल्टहरू सिक्न चाहिँ धेरै टाइम लाग्छ। तर साधारण तपाईँले आफ्नो ज्योतिष हेर्नलाई न्युरोलोजीबाट धेरै सजिलो हुन्छ। तपाईँको आयो 1, तपाईँको डेट अफ बर्थमा हामी 1 देखि 9 सम्म भन्दैछौँ। आज अहिले म भन्दैछु 1 भनेको सूर्य। सूर्य तपाईँले 1 मेरो डेट अफ बर्थमा छ भने चाहिँ कसरी थाहा पाउने भन्ने कुरा आयो। जस्तै मेरो 1 डेट अफ बर्थ हो होइन, कसरी थाहा पाउँछु भन्ने आयो भने, जस्तै यदि तपाईँ 1 तारिक जन्मिनु भयो, 1 जनवरी 1 मा जन्मिनु हो भने तपाईँको सूर्य एक्टिभ छ, तपाईँको ड्राइभिङ अङ्क, तपाईँको मेन अङ्क, मूल्याङ्कन, भाग्य अङ्क भनौँ न, मूल्याङ्कन तपाईँको 1 भयो। तपाईँको लक्की नम्बर पनि त्यसलाई 1 भनेर मान्नुहोस्। जस्तै तपाईँ 19 तारिक जन्मिनु भयो, 9 1 10 आयो, त्यो पनि 1 आयो। त्यस्तै 28 तारिक जन्मिनु भयो, 28 तारिक जन्मिनु भएको छ भने 8 र 2 आयो भन्नु, 8 र 2 हुन त त्यसमा अलिकति फरक पर्छ, तर मैले एकदम सजिलो तरिकाले भन्दैछु। 28 तारिकलाई 1 मानिन्छ, तर त्यसमा अलिकति भाष तरिकाले डिपली जान त अलिकति फरक छ। तर वास्तवमा 2 भनेको चन्द्रमा, 8 भनेको शनि, दुईटा जोता 1 आयो। सुन्नुहोस् है, अब यसरी 1 तारिक जन्मिएको, 19 तारिक जन्मिएको, 28 तारिक जन्मिएको मान्छेको ड्राइभिङ अङ्क वा भाग्य अङ्क 1 हुन्छ। अब सूर्य एक्टिभ भयो, तपाईँको सूर्य भयो 1 नम्बर, तपाईँलाई भाग्य हुँदा फाइदा के छ, घाटा के छ भन्नु। फाइदा तपाईँलाई के छ, अब यसो म भन्नु, त्यसको हल चाहिँ कसरी गर्ने, हामी अरू तपाईँलाई भेटेर मेरो वाट्सएप गर्नुहोस् वा मेसेन्जर गर्नुहोस् वा मलाई फोन गर्नुहोस्, वा कुनै दिन हामी भिन्दै एपिसोड राखेर यसको घाटा भयो भने के गर्ने त्यसको बारेमा म दोस्रो जानकारी दिनेछु। तर 1 नम्बर मूल्याङ्कन तपाईँको 1 आउने चाहिँ कुन कुन मान्छेलाई आउँछ भन्दा, 1 तारिक जन्मिएको मान्छे, 19 तारिक जन्मिएको मान्छे र 28 तारिक जन्मिएको मान्छेको मूल्याङ्कन 1 आयो, भाग्य अङ्क 1 आयो, वा तपाईँको भाग्य अङ्क 1 हो, वा तपाईँको मेन के छ भन्दा सूर्य एक्टिभ छ। सूर्य एक्टिभ भयो भने फाइदा के हुन्छ, तपाईँ जहाँबाट बोल्न सजिलो हुन्छ, सरकारी जागिर खाने चान्स ज्यादा हुन्छ, तपाईँको सरस्वतीको तपाईँको मुखमा बास गर्छन् भनौँ, तपाईँले जहाँ बोल्दा पनि तपाईँको भ्यालु हुन्छ। घाटा चाहिँ के छ भन्दाखेरि तपाईँ सेयर मार्केट जाँदा कुनै कुनै बेला वात्तै तपाईँलाई समस्या आउन सक्छ। जस्तै सूर्य उदाइरहेको हुन्छ, सूर्य निक्लेर फेरि भोलि तल जान्छ भने तपाईँको हाई लेभलबाट एकैचोटि तल जाने समस्या, वात्तै समस्या आउने चान्स चाहिँ फेरि 1 नम्बरलाई अलिक धेरै हुन्छ। मार्केटमा उसको भ्यालु त हुन्छ, तर कुनै कुनै बेला सेयर घटे जस्तै आफ्नो लाइफमा केही न केही तपाईँको वात्तै चेन्ज आउँछ। त्यस कारणले तपाईँले 1 नम्बर भाग्य अङ्क मूल्याङ्कन भएको मान्छेले वा 1 ड्राइभिङ अङ्क 1 भएकोमा 1 भएको मान्छेले जहिले नै होसियार गरिराख्नुपर्छ, किन कहिले कहिले तपाईँको लाइफमा समस्या आउन सक्छ। यो भयो 1 को कुरो भयो। त्यसरी आज मैले यसको लागि के गर्ने उपाय हामी दोस्रो अप्सन हुन्छु। आज तपाईँको लाइफमा 1 कसरी आउँछ, जस्तै 1 तारिक
तारिक जन्मिनु भयो, 19 तारिक जन्म 28 1 आयो। अब आउँदा फाइदा के छ? सूर्य उच्च भयो, तपाईँ पढ्नुहुन्छ, तपाईँ बोल्नमा सक्षम हुन्छ, तपाईँको भाग्यमा धेरै ग्रोथ आउन सक्छ। तर कहिलेकाहीँ तपाईँलाई वात्तै समस्या नै आउन सक्छ। यो समस्यालाई कसरी उपाय गर्ने म अर्को एपिसोडमा भन्छु। आज तपाईँलाई टोटल तपाईँलाई जोड्दा यदि 1 आउँछ भने अब तपाईँको यो भयो ड्राइभिङ। अब अर्को कन्ट्र्याक्टर भन्छ। तपाईँको लास्टमा भाग्य, तपाईँको लास्टमा जुन 1 आउँछ त्यसलाई पनि 1 मै गनिन्छ, त्यसलाई चाहिँ कन्ट्र्याक्टर भनिन्छ। त्यसलाई चाहिँ टोटल जोड्दा जस्तै तपाईँको 2075 तपाईँको जन्म तारिक छ, टोटल जोड्दा 75 6 महिना 13 तारिक छ। बाइ द वे सबै टोटल जोड्दा तपाईँको 1 आयो 1 आयो भने त्यसलाई भन्छ कन्ट्र्याक्टर भनिन्छ। यसको लागि म दोस्रो अप्सन लान्छु। आज मूल्याङ्कन भाग्याङ्क वा ड्राइभिङ 1 आएको मान्छे कस्तो हुन्छ? विद्यामा क्षेत्रमा हरेक कुरामा अगाडि बढ्ने इन्ट्रेस्ट दिन्छ। ऊ एकपल्ट भयङ्कर चमक छ, तर अब जस्तै 12 बजेपछि त फेरि 1 2 भन्दै लो लाग्छ नि त। त्यस कारण उसको लाइफमा कहिलेकाहीँ वात्तै निचे आउँछ वा एकैचोटि वात्तै समस्या आउन सक्छ। यो भयो आज 1 को लागि सूर्य भयो। सूर्य जसको ड्राइभिङ छ यसको लागि मैले भने जस्तै 1 तारिक जन्मिएको वा 19 तारिक जन्मिएको वा 28 तारिकमा जन्मिएको मान्छेहरू विद्या क्षेत्रमा बोल्नमा तगडा हुन्छ, तर कहिलेकाहीँ समस्या आउँछ। त्यसैले आज 1 नम्बरको जानकारी दिएँ। भोलि अर्को एपिसोडमा फेरि 2 नम्बरको लिएर आउनेछु। यति भन्दै बिदा चाहन्छु। धन्यवाद।